होइन भाउजू आउँला भाँच्दै के गन्ती गरिराख्नु भएको छ? यो गन्ती गरेको मेरो लागि होइन नि, हामीलाई जसले सामाजिक सञ्जालमा टिकटकमा फेसबुकमा सपोर्ट माया गर्नुभएको छ नि उहाँहरूको लागि हो नि। आजसम्म कुर्नु भएको थियो, मैले भनेको थिएँ नि योभन्दा अगाडि 11 जनालाई, त्योभन्दा अगाडि 28 जनालाई। अब चाहिँ हामीले फेरि पनि 15 जनालाई गिभ अवे गर्दैछौँ। एकदमै खुसीको कुरा, म त एकदमै एक्साइटेड छु है। यो गिभ अवे गर्ने टाइम कहिले हो थाहा छ? जनवरी 1 तारिक। आज चाहिँ डिसेम्बर 15 तारिक हो। अब चाहिँ 15 दिन बाँकी छ साथीहरू। फटाफट केही गर्नु पर्दैन, फलो गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, मात्र रिपोस्ट गर्नुहोस्। र हजुरहरू सक्नुहुन्छ भने हाम्रो पसलसम्म आएर भिजिट गरेर सामानहरू लिएर हजुरहरूले हाम्रो आइडीलाई फलो, लाइक, कमेन्ट, रिपोस्ट गर्नुभयो भने त झनै बेस्ट भइहाल्छ है। 15 जनाले गिफ्ट त पाउने, तर के पाउँदै हुनुहुन्छ भनेर थाहा पाउनको लागि चाहिँ मैले युट्युब च्यानल पनि खोलिसकेकी छु, नयाँ युट्युब च्यानल। मैले टिकटकको बायोमा लिङ्क राखिदिएकी छु। त्यो लिङ्कमा ठ्याक्क थिचेर चाहिँ भित्र गएर हेर्न सक्नुहुन्छ मैले चाहिँ 15 जनालाई के गिफ्ट गर्दैछु। र मेरो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरेर साथ दिनुलाई। आजसम्म हामीलाई टिकटकमा यति धेरै माया सपोर्ट त दिइराख्नु भएको छ, अब युट्युब च्यानलमा पनि दिनुहुनेछ भन्ने मलाई आशा छ। नयाँ युट्युब च्यानल हो, रमा ओलीको। युट्युबमा सर्च गर्दा नभेटिन सक्छ, त्यसैले मैले टिकटकको बायोमा युट्युबको लिङ्क राखिदिएकी छु। त्यहाँ गएर मजाले थिचर भित्र गएर हेर्न सक्नुहुन्छ। अनि मेरो एउटा दुईटा भिडियोमा चाहिँ कमेन्ट गर्नु होला। म कसरी थाहा पाउँछु भन्दा मेरो टिकटकको साथीहरूले पनि मलाई युट्युबमा सपोर्ट गर्नुभयो भन्ने मलाई थाहा हुन्छ। त्यहाँदेखि पनि मैले चाहिँ गिभ अवे गर्ने अझै धेरै बलियो आधार बन्नेछ। ल थ्याङ्क यू सो मच, फटाफट गरिहाल्नु होला है।